आज जाडो छ, आज चाहिँ हिउँ परेछ अनि आज मेरो आइतबार छुट्टी धेरै पछि अनि यस्तो बोरिङ लागिरहेको थियो। आज चाहिँ चिसै भइ निक्लिउँ भनेर बाहिरतिर निक्लिएको छु अनि मजा अहिले सातकै छनमा छ। यहाँ बस स्टेसन, यहाँ बस रोकिरहेछ, बस कुदिरहेछ अनि मेबी बस पाउनु चाहिँ लास्टै गाह्रो छ। यहाँबाट चाहिँ घन्टा 2 घन्टामा आउँछ अनि त्यही पनि टुङ्गो हुँदैन कहाँ जाने भन्ने कुरा। साउथ र सुनलाई चाहिँ पाइरहेको हुन्छ 1-1 घन्टामा लगभग राम्रै नै पाइरहेको हुन्छ। तर बिचबिच आसान छनान अनि फेनफेकतिर जान चाहिँ टाइम लाग्छ अनि त्यही पर्खिरहेको छु म चाहिँ। अनि वाउ, हिउँ कस्तो राम्रो बसेको रहेछ। अनि यहाँबाट उता चाहिँ समुद्र हो, तर अहिले जाडोको कारण चाहिँ पुरा समुद्र अलि सुकिया छ। अनि त्यसपछि नर्मल छ, त्यत्रो ठुलो समुद्र होइन, ठिक्कको छ। लोकेसी म देखाउँछु, अति राम्रो छ। म बेला बेलामा आइरहेको थिएँ अनि आज चाहिँ हिउँ पर्दा आएको छु, अति राम्रो छ। तर चिसो छ ओइ। लोकेसी यो चाहिँ साप्गे छनको हो। यो कोरियाका मनपर्ने कुरा चाहिँ के भने जे कुरा छ त्यही कुरालाई प्रमोट गरिरहेको हुन्छ टुरिज्मको लागि, जुन ठाउँमा जे छ भनेर। यहाँ हेर्नु, यो ढुङ्गाको कस्तो राम्रो बनाएको छ यार। यो चाहिँ साप्गे छनको हो होइन, यो दामी देखिरहेछ। अनि यहाँ हेर्नु कृषिलाई, यहाँ धान खेती हुन्छ भनेर अझै पनि यो कृषिकै कुराहरू जस्तो छ त्यस्तै लेखिरहेको हुन्छ। धेरै ठाउँ क्या, एक ठाउँ मात्रै होइन कि जहाँ के हुन्छ, जुन कुरा हुन्छ त्यही कुराहरू चाहिँ पुरा प्रमोट गरिरहेको हुन्छ क्या। त्यही कुरा चाहिँ दामी छ क्या। अहिले उनेङ्गोनछन आइपुगेँ। मैले 2 महिना जति बिताएको छु यहाँ। अनि आज यहाँको मार्केट डुल्दैछु। कपाल काट्नु पर्ने छ पहिला चाहिँ, यस्तो छ। ओ म चाहिँ कपाल काट्ने ठाउँमा आएको छु होइन। उनेङ्गोनछन यहाँ चाहिँ पुरा खतरा काट्छ। 600 वोन मात्रै हो क्या, 6000 वोन मात्रै, 600 रुपियाँ नेपाली मात्रै। अनि यहाँ चाहिँ पुरा सब देशको आइरहेको हुन्छ, यहाँ सब देशको पैसा छ क्या। अनि यहीँ काट्न लागिरहेको छु, तर मान्छे धेरै हुन्छ, टाइम लाग्छ, पर्खिनुपर्छ। हेरौँ अब पनि काट्यो। फाइनल लुक्स यस्तो छ, ठिकै काट्छ, कोरियनहरूले ठिकै काट्छ। अनि कपाल काटेर एकछिन घुम्यो, नेपाली रेस्टुरेन्ट गयो, थुक्पा सुक्पा खायो। चिसोमा मलाई थुक्पा अति मनपर्छ, थुक्पा खायो। त्यसपछि अब फर्किनु पर्ने हुन्छ, 1 घन्टा जति लाग्छ। तर बस पाउनु लास्टै गाह्रो छ। लोकल बस चाहिँ दिनमा 4वटा मात्रै चल्दैछ, लगभग 5 बजी जति छ, अहिले 3 बज्यो। अनि के गरी बस्नु भनेर म चाहिँ हिँड्दैछु। यस्तो छ। अनि अब चाहिँ खुसुक बस टर्मिनल गएर त्यहाँबाट चाहिँ 4 बजीको छ जस्तो लागेको छ, 4 बजी चलिदिनुपर्छ। अनि गइसकेपछि त्यहाँबाट नि बस स्टेसनबाट नि लाग्छ समय। अनि त्यही हो, आजको दिन यसरी नै गयो। चिसो थियो, आयो। यस्तो चिसो छ यार कोरिया, कसम भने हिउँ परेछ, अझै उस पक्लिरहेछ अहिले चाहिँ होइन। घाम लागे पनि लास्टै चिसो छ, अझै 2 महिना जति चाहिँ यस्तै हुनेवाला छ। अनि त्यही हो, यस्तो छ। भित्रभित्र गल्लीहरू चाहिँ ठ्याक्कै नेपाल हो, यहाँ व्यवस्थित छ र मात्रै हो, नत्र त सेम हो। लय खाल पुरानो मान्छेहरूको त लय खाइदेखि लिएर सबै कुरा नेपाली नै छ होइन। सेम लाग्छ, खासै फरक लाग्दैन। यताबाट धेरै बसी यसरी निक्लिँदा नि अति रमाइलो हुन्छ होइन। कहिले छुट्टी होला भनिरहेको छ। अहिले चाहिँ अब कोरियाको यहाँ चल्न सुरु भएको छ होइन। अनि जोन चाम्लिङ, कुमार सागर आउँछ भने ठ्याक्क छुट्टी मिलाएर जानु भनेको, ठ्याक्क छुट्टी मिलेन। त्यही हो, अहिले टाइमिङ मिल्दैन कि एग्रिकल्चरमा चाहिँ। मेनोमा भन्दा छुट्टी हुन्छ चल्नमा। जानुपर्छ, रमाइलो गर्नुपर्छ। हिउँ यस्तो छ, त्यति बसिया छैन तै पनि जाडो चाहिँ लास्टै छ, गाला ठिकेर। मैले चाहिँ भ्लग बनाउनु यस्तो कन्फिडेन्ट लुज भइसक्यो, मान्छेको अगाडि त झन् गर्नै नसक्ने भइसकेछ। बाहिरतिर हिँड्दाखेरि म पहिला खतरा भ्लग बनाउँथेँ, अहिले चाहिँ भ्लग बनाउन अलि सक्ने अवस्था रहेनछ। मैले हिजो टक्क गएर आएर भ्लग बनाउँछु, सबै गर्छु भने, तर सकेन, राम्ररी सकेन।
ठिकै भयो। अनि अहिले चाहिँ एडिट सेडिट गर्दा कुनै फुटेज नि कामै नलाग्ने बनाइसक्यो क्या। ब्लग बनाउनु नसक्ने भएछ। हेरौँ, बिस्तारै कन्टिन्यू दिनुपर्नेछ, बिस्तारै हुँदै जान्छ। अब एडिटिङ क्यामेरा स्यामेरा किनेर एडिटिङ सिडिटिङ सिकेर चाहिँ दामी बनाउने कोसिस छ, जारी छ मेरो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।